के भयो साथीहरूलाई कुद्दै नि त गाडी जाने अगाडि टेम्पोले मान्छे झार्दैछ अब के भन्नु होइन मान्छे चढाउन पायो ओह्राल्न पायो तर साइड चाप्यो भने यो राइट साइडको गाडीहरू त आफ्नो हिसाबले जान पाउँछ नि त अचम्म लाग्ने यार अब यस्तो गल्ती गर्नेलाई चाहिँ अनि ट्राफिक नियममा खास अब ट्राफिक कडा छ भन्छ नेपालमा मलाई अचम्म लाग्छ खासै कडा नै छैन कसरी कडा भने अब 500 रुपियाँ छिटो ल अहिले बढाएर 1500 बनाउँछ 1500 होइन यहाँ त 15000 चाहिन्छ ल तपाईँको 15000 एउटा सानो गल्तीलाई पनि मिनिमम फाइन जरिवाना 15000 गरौँ त नेपालमा क्या नट काठमाडौँ पुरै सिङ्गो नेपालमा ए बाबा उसले गल्ती छ नि सपनामा अनि बिर्सेर पनि गर्दैन मैले के भन्दैछु एउटा फेरि सम्झिनुहोस् फेरि सुन्नुहोस् म फेरि भन्छु काठमाडौँमा होइन कि नेपालमा सानो एउटा गल्ती पनि ट्राफिक नियम उल्लङ्घन भेटियो भने मिनिमम न्यूनतम मूल्य 15000 जरिमाना गराइयो भने उसले छ नि सपनामा पनि बिर्सेर पनि फेरि मैले त्यो पनि भन्दैछु सपनामा पनि बिर्सेर पनि बेपनाको त कुरै गरेको छैन मैले सपनामा पनि बिर्सेर पनि उसले कहिले पनि गल्ती गर्दैन थाहा छ बाहिर युरोपतिर यति राम्रो छ उति राम्रो छ भन्छ त्यही मान्छेहरू भोगेर आइरहेको हुन्छ होइन त्यो मान्छेले हेरेर आएको छ आफै पनि गाडी चलाएर आएको हुन्छ कुनै बेला कुनै दिन मिस्टेकली 50,000 तिरेको मान्छेहरू पनि छ तर त्यही मान्छे नेपाल आएपछि किन नाकबेली कुदाउँछ ओहो बडो आश्चर्य लाग्छ मलाई है त्यही मान्छे अब उहाँ त अनिवार्य सिट बेल्ट बाल्नुपर्छ भन्छ यहाँ त के को सिट बेल्ट आफ्नो सवारी साधन त कन्डिसनमा राख्दैन अब ट्राफिक नियमको त कुरै नगरौँ त्यो भएर काठमाडौँ सिटीमा क्यापिटलमा मात्र होइन सिङ्गो देशमा सिङ्गो नेपालमा मिनिमम जरिवाना 15000 बस त्यसपछि त्यसले मैले भने जस्तो सपनामा पनि बिर्सेर पनि कुनै पनि गल्ती गर्दैन यति गरेपछि ठिक हुन्छ ट्राफिक नियम ल अहिले यति नै